3000 2 केजी पनि छैन यो धेरै भयो अर्ग्यानिक है अर्ग्यानिक तपाईँले भने जस्तो फेरि जानलाई चाहिँ बरु गुरुबार बेलुका गयो बेलुका बस्यो बिहान उठेर डेम्बा बड्डा सर कति खानुहुन्छ तपाईँ खोइ कहिले चाउचाउ सक्नुहुन्न के हो यस्तो यो चाउचाउ एकदम गजब रम्बा लेखेको सर यति मिठो छ नि सर हेर्नु न लेखराज खोइ चाउचाउ चाउचाउ सकिसकेको छिटो खाँदो रहेछ यार सरको पनि बाँकी छ धेरै छ यहाँ टन्नै छ चापटी लिने अलिकति भयो लिइहाल्नु सरलाई के छ मलाई त छ सर मलाई पनि छ सर यो पनि एकदम रमाइलो हाम्रो आज आइतबार विशेष यो ओखलढुङ्गाको हामी यता पार्कतिर गाउँतिर डुल्दैछौँ सर केही 2 शब्द राख्नु नि त हजुरको कस्तो फिल भइरहेछ अहिलेको यो मलाई त यति आनन्द आउँछ हिँड्न पाउँदा अनि हिँड्न पाउँदा फेरि भोक लागिरहन्छ क्या के खाइरहनु पर्छ के भएको भएर एकदम आज एकदम आनन्द फिल भएको छ अझै म 5 घन्टा हिँड्ने योजनामा छु यो जङ्गलमा बजे घर पुग्ने हो यो जङ्गलमा हजुरले के खानुभयो सर आज यो पहिला त हामीले काफल खायौँ के अरे ऐसेलो खायौँ त्यसपछि एउटा काफल खायौँ त्यसपछिबाट चाउचाउ खाँदैछौँ अब यहाँ चाहिँ अर्कै चिज हुनेवाला छ फेरि व्यवस्था ए अनि तपाईँ अघि त ऐसेलु देख्न बित्तिकै जानुहुन्थ्यो अहिले छोडिदिनु भयो नि जाने खास यसको कारण ऐसेल लगाएँ आजलाई ऐसेल लगाएर हो ए हस् धन्यवाद सर यो गाउँको नाउँ के अरे सर यो यसपछि ज्यामिरे भन्छ पल्लोपट्टि यसलाई हामी लगभग सदरमुकामको कामबाट धेरै टाढा छौँ सर होइन फाल्ने होइन नि सर ओखलढुङ्गामा पनि यस्तो खालको भिड छ क्या ठ्याक्कै रुकुमको केही ठाउँलाई लगभग सम्झाउँछ यसले पनि मलाई यस्तो खालको छ ठ्याक्कै हाम्रो रुकुममा पनि यस्तो खालको ठाउँ भयो हुनाले बेसमा त एउटा सिँढी चढ्ने ठाउँ रहेछ अलिकति अझै तल आइपुग्यो कति राम्रो रहेछ यति राम्रो छ नि कति राम्रो रहेछ यार यो खसी नबेच्ने हो हेर्नु न यो ठ्याक्कै कस्तो दामी बबाल छ क्या सरले पुरा अवलोकन गरेर सकाइसक्नु लगभग यसलाई के भन्छ सर सरकोतिर यसलाई हाम्रो मैले दिइरहेको छु नि सर यहाँ त हामी यो यस्तो छ क्या हाम्रो अभियान हाम्रो साथीहरू एकदम एक्टिभ क्या साह्रै जहाँ भेटिन्छ त्यही पोलाउँ जोस के सर हो आम्मामा हेर्नु कति मजाको बारी क्या यो केटाहरू हाम्रो सरले यहाँ मकैबारी कति मजाले हेर्नु न हाम्रो सरहरू चाहिँ यो उ गर्दै हुनुहुन्छ उहाँको देखेर यहाँ चाहिँ यति रमाइलो ज्यामिरे ओखलढुङ्गाको ज्यामिरे भन्ने ठाउँमा हाम्रो सरले रमाइराख्नु टोली फेरि अहिले अघिभरि त्यत्रो उखाएर अहिले फेरि किम्मुको रुख हेर्नु न ठ्याक्कै किम्मु सकिन्न साथीहरूसँग सकिन्न क्या यहाँ चाहिँ अलि हुन्छ सर ठ्याक्कै यहाँ छ क्या मैले खाइनँ यार सर हरिया काँक्रा चाहिँ छैन नि मकै बारी चाहिँ
हालेको त यहाँ रहेछ नि यो दिए पनि हुन्छ यो कालो रातो बिक्री पो गर्ने हो कि होइन हानी रहेछ वेट अनुसार उहाँ हेर्नु त तल आएको वास्तवमा कुराहरू वेट अनुसार भयो नि झन् आनन्द नखानु अङ्कल जरा छ त यहाँ तपाईँहरूको यो यसको मालिक यसको मालिक को हो त उहाँहरू त यताबाट पनि निक्लेका फेरि ओल्लोतिरबाट पनि हुन्छ अनि बढी फर्टी युज गर्छ मेरोले पनि हानेको छ लगभग 41% त हानेको हुन्छ मेरो पनि नचलाइकन घटेछ हौ तल होइन यो हरियो हरियोमा निट्रोस पहिले नै एकदम गाह्रो हुन्छ अझ मकै किमुनि हो तपाईँले अघि हाल्छ तपाईँ सक्नुहुन्छ सर हजुर डाटा आउने रहेछ चल्दो रहेछ के रहेछ यो भन्नु यो घरतिर जाने अब